आदरणीय ज्वालामुखी गाउँपालिकाको विभिन्न वडाबाट उपस्थित हुनुभएको तमाम आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू सँगसँगै आजको यस विशेष कार्यक्रमको निमन्त्रणालाई स्वीकारेर पाल्नुभएका सबै ग्यासमा आसीन अग्रज व्यक्तित्वहरू, मलाई यहाँहरूले बोलाएर आफ्नो दुई चार शब्द राख्ने जुन मौका दिनुभयो, म त्यतिमा नै कृतज्ञ छु। यहाँ ग्यासमा हामी बसिरहेको अध्यक्षज्यू लगायत हामीहरू भन्दा पनि यो कार्यक्रम यहाँसम्म ल्याइपुर्याउनको लागि तपाईहरू जो बसिराख्नु भएको छ दर्शकको रूपमा सम्पूर्ण हक तपाईहरूलाई जान्छ। तपाईहरूको प्रयासले, तपाईहरूको लगनशीलताले र तपाईहरूको कोसिस र तपाईहरूको इमान्दारीताले आज हामीले यो घोषणा गर्न सफल भएका छौँ। नेपालकै 753 वटा पालिकाहरूमध्ये पहिलो पालिका जसले आफूलाई पूर्ण सरसफाइ र स्वच्छता घोषणा गर्न सफल भएको छ, पक्कै पनि ज्वालामुखी गाउँपालिका धादिङ जिल्लाकै लागि, राजनैतिक प्रदेशकै लागि अनि नेपालकै लागि यो एउटा गौरवको क्षण हो। आदरणीय ज्वालामुखी गाउँपालिकाका अध्यक्षज्यू लगायत यसमा अहोरात्र खर्च हुने नेतृत्व वर्गहरू, यसलाई सफल पार्नको लागि देश विदेशबाट विभिन्न सङ्घ संस्थाबाट नेपाल सरकार लगायत विभिन्न निकायबाट सहयोग गर्नुहुने तमाम सहयोगी दाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। फेरि पनि भन्छु, सानो सानो छोरीहरू छोराहरू, बुढाबुढी बा आमा हजुरबा हजुरआमाले यो कोसिसलाई सार्थकता दिनको लागि, यहाँ ल्याइपुर्याउनको लागि तपाईँहरूको निरन्तर प्रयासले आज यो सफल भएको छ। त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट र अहिले म जिम्मेवारीमा रहेको छु, त्यो जिम्मेवारीको तर्फबाट यो संस्थागत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। म ज्वालामुखी गाउँपालिका अहिलेको वडा नम्बर 2 साबिक मैती गाविस वडा नम्बर 4 जन्मे, यही हुर्केँ, यही माटोमा लडीबुडी गर्दै यही माटोबाट आफू हुर्केँ, बढेँ, केही पढेँ र आज कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीनवटा संस्थाको माध्यमबाट यो देश बन्न सक्छ। त्यसै मध्येको एउटा कानुन र नियम बनाउने क्षेत्रको एउटा जिम्मेवारी म पुगेको छु। यो तपाईँहरूको प्रेरणा, तपाईँहरूको माया, तपाईँहरूको विश्वास, तपाईँहरूको साथले यो सफल भएको हो। यो केवल मेरो एकल प्रयासले होइन, तपाईँहरूले सधैँ मप्रति गरेको विश्वास, मलाई गरेको माया अनि मलाई मप्रति गरेको तपाईँहरूको भरोसा, मलाई तपाईँहरूले जहिले पनि उत्साह दिइरहनुभयो, प्रेरणा दिइरहनुभयो। सधैँ म जहाँ हुन्छु त्यहाँ मेरो बयान गरिरहनु भयो। त्यो मलाई त्यसले अझ काम गर्ने मनोबल बढेर गयो र म लामो समय यी देशमा सानोतिनो व्यापार व्यवसाय गरेर रोजगारी सिर्जनामा अप्पल केही गर्न सक्छु कि भनेर काम गरिरहेको मान्छे होइन। पछिल्लो समय हामीभन्दा कमजोर नागरिकहरूका लागि केही गर्नको लागि चाहिँ राजनीतिमा प्रवेश गरेर त्यहाँबाट नेतृत्वमा पुगेर नीति नियम बनाउनु पर्ने रहेछ भन्ने कुरा जब 4 वर्ष अगाडि थाहा भयो, त्यसपछि राजनीतिमा प्रवेश गरेँ। यही राजनीतिबाट मलाई काठमाडौँ क्षेत्र नम्बर 9 का मतदाताहरूले अनि देशैभरिको तपाईँहरू आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू र संसारभरि रहनुहुने नेपालीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गरेर अनि देशको एउटा बागडोर सम्हाल्ने, सरकार निर्माण गर्ने त्यो अवस्थामा पुर्याइदिनु भयो। म त्यही एउटा राजनीतिक दलको प्रतिनिधिको हैसियतले सदनमा पुगेँ। सदनमा पुगिसके पछाडि सबै राजनीतिक दलहरूले मलाई विश्वास गरेर मलाई प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा जिम्मेवारी सुम्पिनु भएको छ। यो देशमा थुप्रै कानुनहरू बनाउन बाँकी छ, थुप्रै ऐनहरू संशोधन गर्न बाँकी छ।
थुप्रै कानुनहरू संशोधन गर्न पर्ने देखिएको छ। संविधान बनेको 10 वर्ष भयो तर कानुनहरू थुप्रै निर्माण हुन बाँकी छ। यसलाई अत्यन्तै छिटो फास्ट ट्र्याकमा हाम्रा साना साना नानी बाबुहरूलाई हुने गरी कमसेकम एकपटक बनाएको कानुन 50 वर्ष लागू हुन सक्ने गरी कानुन निर्माण गर्नुपर्ने त्यो जिम्मेवारी बोकेर म त्यो ठाउँमा पुगेको छु। मलाई विश्वास छ ज्वालामुखी मात्रै सफा भएर अब हुँदैन। यो देशलाई भ्रष्टाचारबाट निर्मूल पार्नुपर्नेछ, भ्रष्टाचारबाट सफा पार्नुपर्छ। यो देशलाई कुशासनबाट सुशासनमा ल्याउनु पर्नेछ। यो देशमा रोजगारी सृजना गर्नुपर्नेछ। यो देशमा तपाईँ हाम्रा बालबच्चाहरूलाई यो देशमा बस्ने वातावरण बनाउनु पर्नेछ। अस्पताल जाँदाखेरि मेरो जिल्लाको सांसद कहाँ छ, मेरो जिल्लाको नेता कहाँ छ, मेरो जिल्लाको मन्त्री कहाँ छ, बेड पाउनको लागि भनेर हार गुहार गर्ने दिनको अन्त्य गर्नुपर्नेछ। स्कुलमा कलेजमा बच्चा भर्ना गर्न जाँदा आफ्नो जिल्लाको सांसद खोज्नुपर्ने, नेता खोज्नुपर्ने दिनको अन्त्य गर्नुपर्नेछ। यसको सुरुवात आदरणीय पार्टीका वरिष्ठ नेता सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले उहाँको क्याबिनेटबाट सुरुवात गरिसक्नु भएको छ। साथीहरू, उपस्थित आमा बुबा तथा दाजुभाइ दिदीबहिनीहरू, जीवनमा सबै थोक किन्न सकिन्छ, विश्वास किन्न सकिँदैन। विश्वास दिलाउने हो, विश्वास गर्ने हो। एकपटक आदरणीय सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको क्याबिनेटलाई विश्वास गरौँ। उहाँले सुरुवात गरेको अभियानलाई विश्वास गरौँ। सरकारले 24 घण्टामा विगत 2022 देखि अहिलेसम्म चालक परिचय पत्र ड्राइभिङ लाइसेन्स 26 लाख ड्राइभिङ लाइसेन्स वितरण गर्न बाँकी रहेको अब 74 दिनमा सबै वितरण गर्ने गरी घोषणा भइसकेको छ। अब तपाईले ड्राइभिङ लाइसेन्स ट्रायल सक्नुभयो भने 24 घण्टामा तपाईको लाइसेन्स प्राप्त गर्न सुरु गरिसक्नु भएको छ। सुरुवात यही हो। सुरुवात हुने यसै गरी हो। विश्वास गर्ने यस्तै कुराहरूबाट हो। त्यसकारणले सरकारलाई हामीले विश्वास गर्नुपर्छ। सरकारले कमसेकम 2 वर्ष विश्वास गरिदिन म आदरणीय उपस्थित महानुभावहरूलाई अनुरोध गर्न चाहन्छु र तपाईँहरूको माध्यमबाट, पत्रकार मित्रहरूको माध्यमबाट देशभरि पुर्याइदिन, संसारभरि रहेका नेपालीहरूको माझ पुर्याइदिन म विनम्र अनुरोध गर्न चाहन्छु। कमसेकम हामीले 30औं वर्ष पर्क्यौँ, 50औं वर्ष पर्क्यौँ, 67 वर्ष पछाडि आएको यो सौभाग्य हो यो देशको लागि। 2015 साल पछाडि 2082 सालमा प्राप्त गरेका छौँ हामीले यो सौभाग्य। यो देश बन्छ, यो देश समृद्ध हुन्छ, यो देशमा सुशासन कायम हुन्छ, यो देशबाट भ्रष्टाचार अन्त्य हुन्छ। म तपाईँहरूलाई विश्वस्त पार्न चाहन्छु सरकारले आफ्नो त्यो लय लिइसकेको छ। यसका लागि मैले मेरो ठाउँबाट कानुन निर्माणमा देशैभरिबाट प्रतिनिधित्व गरेर आउनुभएका सबै माननीय सदस्यहरूलाई सम्मानजनक तरिकाबाट उहाँहरूको आत्मसम्मान काहीँ ठेस नपुग्ने गरीबाट त्यो गरिमामय सदनलाई सञ्चालन गरेर यो देशले चाहने, यो देशको लागि, राष्ट्रको लागि, राष्ट्रियताको लागि र यो देशको जनताको जनजीविकाको लागि बनाउनु पर्ने कुनै पनि कानुनहरू अत्यन्तै छिटो द्रुत गतिमा बनाएर तपाईँहरूलाई देशको संसद पनि चलायमान छ, सरकार पनि काम गरिरहेको छ भने त्यो आत्मविश्वास दिलाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। तपाईँहरूले आजको यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रममा मलाई बोलाइदिनु भयो। म आउने तयारीमा नै थिएँ, पक्कै पनि आउँछु। मैले पटक पटक जलमती आउँदा भनिरहेको छु म यही माटोमा हुर्केको तपाईँहरूको छोरो हो, तपाईँहरूको भाइ हो, तपाईँहरूको अङ्कल हो, तपाईँहरूको दाजु हो, तपाईँहरूको साथी हो। सँगै हुर्किएका कयौँ मेरा साथीहरू त्यहीँ सँगै हुनुहुन्छ। मेरो बुवाहरू, मेरो गुरुहरू जसले मलाई पढाउनु भयो उहाँहरू यहीँ नै हुनुहुन्छ। त्यसकारणले म तपाईँहरूसँग न हिजो न आज न भोलि मैले मेरो इमान्दारिता गुमाएको छैन, गुमाउने छैन। मेरो लगनशीलता देश निर्माणको लागि पछिल्लो समय राजनीतिमा प्रवेश गरेको एकजना
नेताको हैसियतले मैले जति बेला चाहिँ जिम्मेवारी पाउँछु यो देशबाट, यो जिम्मेवारी अक्षर छ, इमान्दारीताको साथ घाटिङले, ज्वालामुखीले, नेपाली जनताले संसारमा काहीँ पनि मेरो कारणले शिर झुकाउन पर्ने कुनै पनि काम गर्ने छैन। म मेरो धरतीमा, मेरो घरमा आएर यो प्रतिबद्धता व्यक्त गर्दै मलाई बोलाइदिनु भयो। अध्यक्षज्यू लगायत आयोजक समितिलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।